सांसद मन्त्री बन्न नपाउने। सांसदहरूलाई ल मेकर पनि भनिन्छ। उनीहरूको काम कानुन बनाउने मात्रै हो। कानुन बनाउन भनेर जनताले चुनेर पठाएकाहरू माथि पुगिसकेपछि मन्त्री र प्रधानमन्त्री हुने दौडमा लागेको कारणले गर्दाखेरि देश बिग्रिएको हो। अहिले सांसदले मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छ। मन्त्री हुने हो भने सांसद पदबाट राजीनामा दिनुपर्छ। दुईटा मध्ये एउटा चुन्नुपर्छ। यसो गर्यो भने कानुन बनाउनेले कानुन मात्रै बनाउँछ र शासन चलाउनेले शासन मात्रै चलाउँछ। त्यसपछि सांसदहरूको किनबेच हुने, कुर्सीको खेल सिद्धिन्छ। त्यसको लागि सांसदको संख्या पनि 100को हाराहारीमा राख्नुपर्छ। नेपाल जस्तो सानो देशको लागि भेडी गोठको आवश्यकता छैन। सांसद हुनको लागि निश्चित एजुकेसन, उमेर र नैतिकताको पनि सीमा राख्नुपर्छ, कन्डिसन राख्नुपर्छ। औँठा छापहरूलाई सांसद बनाएर काम छैन। ल मेकिङको ठाउँ हो त्यो, देशको कानुन बनाउने ठाउँ हो। औँठा छापहरूलाई जागिर खुवाउने ठाउँ होइन। राष्ट्रिय सभाको पुनर्संरचना गर्ने र त्यहाँ आउने मानिसहरू पनि जनताले नै प्रत्यक्ष चुन्ने व्यवस्था गर्नुपर्छ। दलहरूको भर्ती केन्द्र भएको छ अहिले, त्यो काम बन्द हुनुपर्छ। राइट टु रिकल अर्थात् जनप्रतिनिधिहरूलाई फिर्ता बोलाउन पाउने व्यवस्था। अहिलेका सांसदहरू, मेयरहरू या कोही पनि जनप्रतिनिधिहरू जो छन्, एकपटक जनताले चुनेर पठाइसकेपछि जनता खुसी हुन् कि दुखी हुन्, जनताले जतिसुकै दुःख पाउन्, उनीहरू जवाफदेही हुनु नपर्ने जस्तो देखिएको छ। जेसुकै गरे पनि 5 वर्षसम्म यो कुर्सी मेरै हो भन्ने मुडमा हान्ने साँडे जस्तो भएर आउँछन् जनप्रतिनिधिहरू। तर अब उसलाई भोट दिने जनताको एउटा निश्चित संख्या, एउटा निश्चित प्रतिशत, जस्तो 10%, 20%, ती जनताहरूले यो हाम्रो जनप्रतिनिधिले यो काम खराब गर्यो, ठिक काम गरेन, भ्रष्ट भयो, यसलाई फिर्ता बोलाइ पाऊँ भनेर हस्ताक्षर सङ्कलन गरेर दिए भने उसको पद जाने, सस्पेन्ड हुने, अर्को इलेक्सन हुने व्यवस्था गर्नुपर्छ। त्यसो गर्न सक्यो भने जनप्रतिनिधिहरूलाई रेस्पोन्सिबल बनाउन सकिन्छ, उत्तरदायी हुन्छन् उनीहरू। अनि उनीहरूलाई हरदम जनताको डर हुनेछ, म मालिक होइन, म जनताको सेवक हुँ भन्ने चेत बल्ल खुल्नेछ उनीहरूलाई।